नमस्ते। जब हामी क्युबा भन्ने शब्द सुन्छौँ नि, हाम्रो दिमागमा झ्याप्पै सन् 1950 को दशकको एउटा रोमान्टिक चित्र आउँछ होइन त? ती क्लासिक कारहरू, जीवन्त सडकहरू अनि चिट्टिक्क परेको सुन्दर टापु। तर आजको हाम्रो यो चर्चामा नि हामी त्यो भ्रम र पर्दा पछाडिको डरलाग्दो आधुनिक यथार्थ बीचको एउटा विशाल विरोधाभासलाई नियाल्दैछौँ। साँच्चै भन्नुपर्दा आज क्युबा गहिरो आर्थिक सङ्कट, इन्धनको चरम अभाव र दैनिक जीवनयापनको ठूलो सङ्घर्षबाट गुज्रिरहेको छ। कुनै राजनीतिक पक्ष नलिइकन त्यहाँ ग्राउन्ड जिरोमै अहिले कस्तो अवस्था छ भन्ने कुराको आज हामी एकदमै निष्पक्ष विश्लेषण गर्दैछौँ। आजको हाम्रो यो यात्रा मुख्यतया यी 5वटा विषयमा केन्द्रित हुनेछ। अँध्यारोमा सहर, डलरको विभाजन, कालो बजारको जीवनरेखा, साम्राज्यहरूका डोब अनि क्युबाली जनताको बाँच्ने सङ्घर्ष र साहस। ल सुरु गरौँ है त। ल अब सिधै हाम्रो पहिलो विषयवस्तुतिर लागौँ। खण्ड 1, अँध्यारोमा शहर, एउटा आधुनिक भूतप्रेतको सहर जस्तो। एकछिन कल्पना गर्नुहोस् त, घडीमा बेलुकाको ठ्याक्कै 7 बज्छ अनि हवाना जस्तो ऐतिहासिक र सुन्दर सहर अचानक पूर्ण रूपमा अँध्यारोमा डुब्छ। पुरै सहर सुनसान। यो सुन्दा कुनै चलचित्रको दृश्य जस्तो लाग्न सक्छ, तर यो त्यहाँको दिनहुँको यथार्थ हो। राष्ट्रव्यापी विद्युत कटौती, जसलाई त्यहाँ ब्ल्याकआउट भनिन्छ, त्यसले पुरै जनजीवन ठप्प पार्छ। पर्यटकहरूले कल्पना गर्ने त्यो झकिझकाउ राजधानी र अहिलेको उजाड यथार्थ बीचको यो फरक साँच्चै चकित पार्ने खालको छ। बिजुली नहुँदा सडकमा केवल गाडीका हेडलाइटहरू मात्रै देखिन्छन्। अनि अचम्मको कुरा के भने, यो कुनै प्राकृतिक प्रकोपले गर्दा भएको होइन। भेनेजुला र रुसबाट आउने इन्धन आयातमा आएको भारी गिरावटले गर्दा यो सहर अहिले भूतप्रेतको सहर जस्तै उजाड बन्न पुगेको हो। अब तपाईँ सोच्नुहोला, इन्धन नहुँदा के नै हुन्छ र? अलिअलि गाडी चल्दैनन् होला, तर कुरा त्यति मात्रै होइन नि। यसले ल्याउने असरहरूको श्रृङ्खला एकदमै डरलाग्दो छ। फोहोर उठाउने गाडी नचल्दा मानिसहरू सडकमै फोहोर चलाउन बाध्य छन्। कुहाई जस्ता ठूला र प्रमुख विश्वविद्यालयहरू बन्द गरिएका छन्। विद्यार्थीहरूलाई अनलाइन कक्षा लिन भनिएको छ, तर विचार गर्नुस् त, बिजुली र राम्रो इन्टरनेट नै नभएको ठाउँमा अनलाइन कक्षा कसरी सम्भव होला? पेट्रोल नहुँदा यातायातका लागि मानिसहरू फेरि घोडागाडीकै भर पर्न थालेका छन्। अनि सबैभन्दा दुःखद कुरा, बिहानको एउटा पाउरोटी पाउनकै लागि मानिसहरू 3 घण्टा लामो लाइनमा बस्न विवश छन्। अब यो 14,620 को सङ्ख्यालाई विचार गरौँ त। यो कुनै सामान्य सङ्ख्या होइन। एउटा सरकारी डिजिटल एपमा थोरै पेट्रोल भर्नका लागि पालो पर्खिरहेका मानिसहरूको सङ्ख्या हो यो। सोच्नुहोस् त, जम्मा 20 लिटर इन्धन पाउनका लागि यति धेरै मानिस लाइनमा छन्। एकजना व्यक्तिले त टिकट नम्बर 295 पाउनका लागि मात्रै महिनौदेखि पर्खिरहनु भएको छ रे। यो एउटा सानो तथ्याङ्कले त्यहाँको इन्धन सङ्कटको गहिराईलाई एकदमै छर्लङ्ग पार्छ। अब अगाडि बढौँ खण्ड 2 तिर। डलरको विभाजन, जहाँ दुई अलग अर्थतन्त्रहरू सँगसँगै चलिरहेका छन्। हामीले भर्खरै कुरा गरेको इन्धनको अभाव त सतहको कुरा मात्रै हो। यसको अझ गहिराईमा जाने हो भने नि त्यहाँको अर्थतन्त्र स्पष्ट रूपमा 2 भागमा बाँडिएको छ। एकातिर सरकारी पसलहरू छन् जहाँ स्थानीय मुद्रा पेसो चल्छ, तर विडम्बना, त्यहाँ र्याकहरू प्राय खाली हुन्छन्, मुस्किलले अनि अलि आधारभूत रासन मात्र पाइन्छ। अनि अर्कोतर्फ छन् डलर पसलहरू। यहाँ विदेशी मुद्रा मात्रै चल्छ र यी पसलहरू स्पेन, ब्राजिल अनि भियतनामबाट ल्याइएका सामानहरूले टन्न भरिएका हुन्छन्। तर एउटा चाखलाग्दो कुरा के छ भने, कडा अमेरिकी प्रतिबन्धका कारण त्यहाँ एउटा पनि अमेरिकी उत्पादन भने देख्न पाइँदैन। त्यसो भए यो डलर अर्थतन्त्रले आम नागरिकलाई कति पछाडि धकेलेको छ त? यो कुरा थाहा पाउन यो $10 तथ्याङ्कलाई हेरौँ। त्यहाँका डाक्टर वा शिक्षक जस्ता अत्यावश्यक कामदारहरूको औसत मासिक तलब करिब 5,000 राष्ट्रिय पेसो हुन्छ। सुन्दा त धेरै लागे पनि कालो बजारको हिसाबमा यसको वास्तविक मूल्य जम्मा $10 को हाराहारीमा हुन आउँछ। अब तपाईँ आफै विचार गर्नुहोस्, महिनागरी दुःख गरेर जम्मा $10 कमाउने व्यक्तिले ती झकिझकाउ डलर पसलहरूमा गएर कसरी सामान किन्न सक्छ? यो आर्थिक खाडललाई इग्नासियो भन्ने एकजना व्यक्तिको कथाले अझ प्रष्ट पार्छ। इग्नासियोको एउटा खुट्टा काटिएको छ। उहाँको दैनिकी पूर्ण रूपमा विदेशमा रहेका आफन्तले पठाउने रेमिटेन्समा निर्भर छ। उहाँको भाइले अमेरिकाबाट पैसा पठाएर $2,000 को मोटरसाइकल किनिदिनु भएको थियो। उहाँ आफै भन्नुहुन्छ, यदि अमेरिकामा बस्ने मेरो भाइ नभएको भए म बाँच्ने कुनै सम्भावना थिएन। साँच्चै भन्ने हो भने बाहिरबाट आउने यस्तो डलरको सहारा नहुने हो भने त्यहाँका धेरैजसो नागरिकहरूको लागि जीवन धान्नु लगभग असम्भव नै छ। यो जटिल परिस्थितिसँगै हामी पुग्छौं खण्ड 3 मा,
कालो बजारको जीवनरेखा, अभावसँग जुझ्ने तरिका। हेर्नुस्, जब देशको आधिकारिक व्यवस्थाले नागरिकलाई पाल्न सक्दैन नि, तब समाजले बाँच्ने नयाँ बाटो आफै खोज्छ। क्युबामा पनि ठ्याक्कै यही भएको छ। एउटा निकै जटिल र लुकेको कालो बजार नै अहिले त्यहाँको मुख्य जीवनरेखा बनेको छ। सिद्धान्ततः हेर्दा सरकारले स्वास्थ्य र शिक्षा त निशुल्क नै प्रदान गर्छ, अनि हरेक घरमा ला लिब्रेटा भनिने एउटा रासन कार्ड पनि हुन्छ, जसमा सस्तो मूल्यमा चामल, तेल जस्ता सामान दिइने कुरा उल्लेख हुन्छ। तर यथार्थ एकदमै फरक छ। यो किताबमा लेखिएका सामानहरू पसलमा महिनौसम्म आउँदैनन्। त्यसैले आफ्नो परिवारको पेट पाल्नकै लागि मानिसहरू बाध्य भएर यो महँगो कालो बजारमा जानुको कुनै विकल्प छैन। अभाव खानेकुराको मात्रै कहाँ हो र यहाँ सूचना र मनोरञ्जनको पनि उत्तिकै अभाव छ। मोबाइल डेटा जम्मा 6 जीबीमा सीमित छ अनि च्याट जीपीटी वा एप्पलको एप स्टोर जस्ता कुराहरू त ब्लक नै गरिएका छन्। तर यो डिजिटल एक्लोपनबाट बच्न मानिसहरूले एउटा गजबकै समाधान निकालेका छन्, फ्ल्याश ड्राइभ इन्टरनेट। उनीहरू हरेक हप्ता स्थानीय विक्रेता कहाँ पुग्छन्, जसले फ्ल्याश ड्राइभमा पहिले नै फिल्म र भिडियोहरू डाउनलोड गरेर राखेका हुन्छन्, अनि मानिसहरू घर गएर पोकाहन्टस जस्ता 20 वर्ष पुराना फिल्महरू हेरेर समय बिताउँछन्, त्यो पनि बिजुली नजाउन्जेल मात्र हे। अब यो अवस्थालाई हेरौँ, यहाँ एउटा गजबको विरोधाभास देखिन्छ। एकातिर यति कडा अमेरिकी प्रतिबन्ध हुँदाहुँदै पनि सिम कार्ड किन्न पेपल जस्ता प्रणालीको प्रयोग मजाले भइरहेको हुन्छ, तर अर्कोतर्फ आम नागरिकले एक प्याकेट धुलो दूध किन्नु पर्यो भने पनि 1500 पेसो तिर्नुपर्छ। यसको लागि उनीहरूले आधिकारिक ब्याङ्किङ प्रणाली छोडेर 10 गुणा बढी महँगो दरमा कालो बजारबाट मुद्रा सटही गर्नुपर्ने हुन्छ, किनभने आधिकारिक एटिएमहरूमा कि त पैसा नै हुँदैन, कि त दिनमा जम्मा 5000 पेसो मात्र निकाल्न मिल्छ। यो साँच्ची नै एउटा अनौठो चक्र हो। अब लागौं यो सङ्कटको ऐतिहासिक पाटोतिर। खण्ड 4, साम्राज्यहरूका डोब, भू-राजनीतिक दबावहरू। अहिलेको यो सङ्कट केही वर्षमै एकाएक सृजना भएको पक्कै होइन। हवनाको यो एउटै बन्दरगाहले शताब्दीौंदेखि विश्वका ठूला साम्राज्यहरूको टकरावलाई नजिकबाट देखेको छ। सन् 1555मा स्पेनी साम्राज्यको बस्तीबाट सुरु भएको यो ठाउँ 1762मा बेलायतीहरूको हातमा पुग्यो। त्यसपछि 1899मा यहाँ 45 तारे अमेरिकी झण्डा फहराइयो, अनि 1959को क्युबाली क्रान्ति र 1962को त्यो विश्वलाई नै त्रसित पार्ने सोभियत मिसाइल सङ्कट हामीलाई थाहा छँदैछ। यी सबै बाह्य शक्तिहरूले क्युबामाथि निरन्तर दबाव दिइरहे र त्यसकै समग्र असर आजको यो आर्थिक र राजनीतिक अवस्थामा प्रत्यक्ष रूपमा देख्न सकिन्छ। क्रान्तिपछि समाजलाई नियन्त्रणमा राख्न त्यहाँ सीडीआर अर्थात् कमिटिज फर द डिफेन्स अफ द रेभोल्युसन स्थापना गरिएको थियो। यो भनेको हरेक टोलमा आफ्ना छिमेकीहरूको निगरानी गर्ने एउटा कडा संयन्त्र थियो। तर अहिलेको अवस्थामा रोचक कुरा के छ भने नि, दैनिक जीवन धान्न नै मानिसहरूलाई यति धेरै गाह्रो छ कि कसले के गर्दैछ भनेर छिमेकीको चियो चर्चो गर्ने फुर्सद नै कसैलाई छैन। जासुसी भन्दा पनि जीवन रक्षा नै अहिले सबैको पहिलो र एकमात्र प्राथमिकता बनेको छ। अनि यो लामो ऐतिहासिक र राजनीतिक उथलपुथलले शहरको भौतिक संरचनालाई नै ठ्याक्कै दुई भागमा चिरेको छ। एकातिर पुराना र भत्किन लागेका ऐतिहासिक बस्तीहरू छन्, जहाँ पम्प चलाउने तेल नभएर 15 देखि 21 दिनमा मात्रै बल्ल बल्ल एकपटक खानेपानी आउँछ। खेलकुदका ठूला रङ्गशालाहरू भग्नावशेषमा परिणत भएका छन्। तर अर्कोतिर ठ्याक्कै यसको विपरीत दृश्य देखिन्छ। कूटनीतिक क्षेत्रहरूमा विशाल रूसी दूतावास सानले खडा छ, अनि धनी पर्यटकहरूका लागि सिसाले कोरिएका अत्याधुनिक नयाँ होटलहरू ठडिएका छन्। एउटै शहरभित्रको यो दुई थरी संसार साँच्चै विरक्त लाग्दो छ। यससँगै हामी हाम्रो अन्तिम खण्डमा आइपुगेका छौं। खण्ड 5, बाँच्ने सङ्घर्ष र साहस, मानवीय सहनशीलता। यति धेरै अभाव र विभाजनका बावजुद पनि नि क्युबाका नागरिकहरूको यो हार नमान्ने अद्भुत मानवीय साहस साँच्चीकै नै प्रेरणादायी छ। उनीहरूले अभावलाई नै आफ्नो सिपमा परिणत गरिदिएका छन्। विचार गर्नुहोस् त, स्थानीय मेकानिकहरूले 1951का ती पुराना गाडीहरूलाई घरमै बनाएका जुगाड पाटपुर्जा हालेर आजसम्म गुडाइरहेका छन्। बिजुली र ग्यास नहुँदा सहरभित्रै दाउरा बालेर खाना पकाइन्छ। टोयलेट पेपर जस्ता सामान्य कुराहरू पनि त्यहाँ लग्जरी सामान बनेका छन्, जसले गर्दा मानिसहरू पत्रपत्रिका प्रयोग गर्न बाध्य छन्। अनि पर्यटकीय क्षेत्रमा हुने विभिन्न ठगीबाट दिनौं जोगिनु पनि उनीहरूको दैनिकीको एउटा सामान्य पाटो नै बनिसकेको छ। त्यहाँको घरवासको सङ्कट कति विकराल छ भन्ने कुरा यो एउटा घटनाले देखाउँछ। एउटा पुरानो भवन भत्किएपछि स्रोत र साधनको अभावले गर्दा सरकारले त्यसलाई मर्मत गर्न सकेन।
जसको फलस्वरूप अहिले 14वटा परिवार एउटा बेवारिसे जिमभित्र आश्रय लिएर बसिरहेका छन्। कल्पना गर्नुस् त, त्यहाँ वरिपरि मट्टी तेलको गन्ध आउँछ, बिजुलीको नामोनिसान छैन, तर पनि ती मानिसहरूले त्यही भग्नावशेषलाई नै आफ्नो घर बनाएका छन्। यो अवस्था सुन्दा जति हृदयविदारक लाग्छ, उनीहरूको त्यो जिजीविषा र बाँच्ने इच्छा शक्ति त्यति नै प्रेरणादायी छ। तर यस्तो खण्डह र आर्थिक सङ्कटको बीचमा पनि एउटा कुरा भने जीवितै छ, त्यो हो उनीहरूको अटुट सामुदायिक भावना र अनुहारको मुस्कान। आमाबुवाहरू अझै पनि भत्किएका मैदानमै भए पनि आफ्ना बच्चाहरूलाई बेसबल सिकाउन स्वयंसेवकका रूपमा उभिन्छन्। उनीहरूले क्याथोलिक र योरुबा जस्ता आफ्नो धार्मिक आस्थालाई अझै मजबुत राखेका छन्। अनि सबैभन्दा राम्रो कुरा, विदेशी वा अपरिचित मानिस देख्दा उनीहरू तर्किँदैनन्, बरु आफ्नै घरमा बोलाएर कफी खुवाउँछन् र आत्मीयता बाँड्छन्। यो चरम अभावले उनीहरूको स्रोत र साधन पक्कै खोसेको छ, तर उनीहरूको मौलिकता, विनम्रता र त्यो निस्वार्थ आत्मालाई भने कहिल्यै मार्न सकेको छैन। निष्कर्षमा भन्नुपर्दा क्युबा अहिले इतिहासको एउटा यस्तो दोबाटोमा उभिएको छ जहाँ एकातिर भयानक पतन छ भने अर्कोतिर सम्भावित ठूलो परिवर्तन। यो देशका नागरिकहरूले जस्तो सहनशीलता देखाएका छन् त्यो साँच्चै नै अकल्पनीय छ। अब हामी सबैको मनमा एउटै प्रश्न उठ्छ, के यो सुन्दर टापु सधैँभरि शीतयुद्धको एउटा जिउँदो सङ्ग्रहालय मात्रै बनिरहनेछ, वा हामीले यहाँ कुनै ठूलो र नाटकीय रूपान्तरणको सुरुवात देखिरहेका छौँ? यो यस्तो प्रश्न हो जसले हामी सबैलाई गहिरिएर सोच्न बाध्य बनाउँछ र यस विषयमा अझ धेरै जान्न प्रेरित गर्छ। आजको यस विश्लेषणमा हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।